हेलो हेलो गुड मर्निङ नमस्ते सबैजना आरामै हुनुहुन्छ होला। यति बेला यो गुल्मी तम्घास यो रेसुङ्गा नगरपालिका तम्घासको अवस्था यस्तो छ गाइस, एकदम चिसो। हिजोदेखि पानी परेको थियो भने आज पनि बिहानैदेखि पानी परेको छ र यो अर्जुन डाँडाको ढिकबाट कुहिरो पनि झरिरहेको छ। रेसुङ्गामा त हिउँै पार्छ जस्तो चिसो भइरहेको थियो भने यहाँको एकदम जनजीवन चिसोले प्रभावित भइरहेको छ भने सबैजनाले तातो खानेकुराहरू, तातो कपडाहरू लगाएर आफू सुरक्षित हुनुहोला। यो उकुलो तम्घास अनि यो अर्जुन डाँडा यो चिरी चौर भयो हैन, यहाँको अब जनजीवन एकदम चिसोले प्रभावित भइरहेको छ भने सबैजनाले आफ्नो केयर गर्नु होला गाइस। त्यही हो, यता चिसो एकदम अब चिसो बढ्ने मौसम पनि हो र मौसम चेन्ज हुने अवस्था थियो र अहिले कात्तिकमा पानी पर्दाखेरि एकदम धेरै नै नयाँ नौलो जस्तो लागिरहेको छ। प्राय कात्तिकमा पानी कमै पर्थ्यो र अहिले कात्तिकमा लगभग करिब 3-4 दिन, अस्ति एक दिन ग्याप भयो र लगभग 3 दिन चाहिँ रेगुलर पानी पर्यो क्या। त्यसैले सबैजनाले केयर गर्नुहोस्, चिसोबाट बच्नुहोस् भन्न चाहन्छु।